अहिले हामी सबैयाको यो जंगलमा छौं र यहाँ रुखको हाइट कसरी नापिन्छ एउटा टुल्स छ, एउटा स्किल छ। अहिले नापेर सबैजनालाई सिकाउने काम भइरहेको छ। यहाँ विगत लामोदेखि उहाँ वन सेक्टरमा काम गर्दै आउनु भएको छ। सर यो कुन विधि कसरी अपनाइन्छ यो सर? यो त्यो राइट एंगल ट्रायंगलको सिद्धान्त हो यो। ओके, समकोण त्रिभुज हुन्छ नि, यो दुईटा कोण 45 डिग्रीको भयो भने हैन त्यो बेस र परपेन्डिकुलर बराबर हुन्छ भन्ने सिद्धान्त हो। ओके, भनेपछि यो रुखको कति हाइट छ भनेर कसरी पत्ता लगाउने? यो अगाडिको जुन रुख छ हामी दुईटा स्टिक छौं। स्टिकको साइज 1 फिटको छ, 12 इन्चको दुईटा, अनि यसको ठिक बीचमा 6 इन्चमा हामी यसरी हैन गर्छौं। अनि एउटा आँखाले यो स्टिकको जुन ठाडो स्टिक छ त्यसको फेद त्यो रुखको फेदसँग मिल्नु पर्यो। यो टुप्पोसँग जहाँसम्म हाइट लिने हो त्यहाँसम्म मिल्नु पर्यो। एउटा आँखा चिम्लेर यो हेर्दा त्यसरी मिल्छ हैन। अनि जहाँ हामी यो मिलाइसकेपछि जहाँ उभिया छौं त्यहाँदेखि त्यो रुखको जरासम्म टेपले नापेर हामी हाइट निकाल्छौं। जस्तै अब यहाँ हामी जहाँ उभे छौं त्यहाँदेखि रुखसम्मको लम्बाई तपाईको 50 फिट छ भने रुखको हाइट त्यति 50 फिटै आउँछ। ओके।